जापानमा रहेको एनआरएनएहरू अनि जापानिज राजदूतहरूको पनि कामै त्यही हो भने गाइज। अनि गाइज नेपाली मिडियामा जे छापिन्छ नि परराष्ट्र मन्त्रीको भ्रमण, प्रधानमन्त्रीको भ्रमण भनेर एकदम ठुलो तरिकाले छापिन्छ नि होइन, एकदम ठुलै कुरा हुँदै आएको छ। अब ठुलै खालको डिलिङ हुन्छ होला जस्तो लाग्छ। Hey guys, good afternoon, welcome to my new vlog. I hope you guys are doing absolutely great. Guys, अहिले बेलुकाको 5 बजेको छ होइन, अनि म चाहिँ अहिले शिवकोटी स्टेसनमा छु कि। अनि मैले काम गर्ने जहाँ नजिकै हो होइन, यता पछाडि टोकियो टावर पनि देखेको छ। अनि यसरी काम फर्केर भर्खरै यहाँ आइरहेको थिएँ होइन। आउने बेलामा चाहिँ के देख्यो भने फेसबुकमा नेपालतिरबाट जापानमा परराष्ट्र मन्त्री अर्जुन आएको भनेर सबै अनलाइन पेजहरूले सबैले हालिराखेको रहेछ होइन। अनि त्यो सँगसँगै अनि यता एनआरएनएको मान्छेहरू प्लस नेपाली राजदूत पनि एयरपोर्टमा लिएर गएर फोटोसोटो खिचेको पुरा पोस्टरहरू मैले देखेँ होइन। देख्दाखेरि कस्तो लाग्यो भने मलाई अचम्मै लाग्यो के भन्दा नेपाल जस्तो देशको एउटा परराष्ट्र मन्त्री जस्तो ठाउँमा बसिरहेको मान्छे जापानमा आउँदैछ र जापानिज सरकारी तवरको मान्छेहरू कसैलाई पनि थाहा छैन, कुनै जानकारी पनि छैन, कसैलाई थाहा पनि छैन। अनि हुन त नेपाल जस्तो देशबाट जापानमा कोही आयो भने पनि कसैलाई मतलब हुँदैन, सायद राष्ट्रपति आए पनि कसैलाई मतलब हुँदैन, किनकि त्यो खालको त्यो लेभलको डिप्लोमेसी छैन होइन। अनि त्यो सँगसँगै जापानका एनआरएनएहरू मात्रै लिन गएको देखेँ। फेरि उहाँहरूको कामहरू भनेको के चाहियो हो भन्दा, चाहे अहिले परराष्ट्र मन्त्री आउनुभयो, चाहे अरू कोही आओस् अथवा अरू कुनै नेता होस्, चाहे जुनसुकै पार्टीको हो, लिन जाने भनेको उहाँहरू नै हो कि, लिन जाने भनेको उहाँहरू नै हो। अनि उहाँहरूलाई केही क्षणिक फाइदाको लागि होला अथवा केहीको लागि होला कि उहाँहरू लिन जाने नै हो। अब पहिला चाहिँ प्रचण्ड आउनुभएको थियो होइन। अब प्रचण्डले चाहिँ जापानको प्रधानमन्त्री नेपाल गएको बेलामा उहाँ चाहिँ दुईचोटिसम्म भेटघाट भयो भन्नुभएको थियो होइन, जहाँ कि जापानको प्रधानमन्त्रीले नेपाल भिजिट गरेकै छैन कि। अनि त्यस्तो झुटो बोल्नुभयो। अब यहाँ अब अर्जुन राणा आउनुभएको छ, उहाँले के भनेर झुटो बोल्नुहुन्छ होइन। यो देख्दा नि अचम्मै लाग्छ कि यत्रो खालको लेभलको भइसकेपछि कुनै देशको परराष्ट्र मन्त्री आउनु भइसकेपछि चाहिँ जापानको कुनै सरकारी निकायहरू सरकारी तवरबाट केही जानकारी हुनुपर्ने हो, कोही मान्छे आउनुपर्ने हो, तर त्यो कोही पनि आउँदैन कि, सायद राष्ट्रपति आए पनि कोही आउँदैन होला। अनि पहिलाको भिडियोहरू देख्दा दङ पर्छ कि यो राजाहरू विदेश भ्रमण जाँदाखेरिको विदेशको अमेरिका, यो रसिया अनि फ्रान्स जस्तो देशहरूमा पनि सार्वजनिक भिजा दिने, 3 दिन भिजा दिने, 4 दिन भिजा दिने सँगसँगै अनि एयरपोर्टमै राष्ट्रपतिहरू लिन आउने त्यो अनुसारको भव्य स्वागतहरू हुन्थ्यो होइन। अनि अहिलेको यो नेताहरू प्रधानमन्त्री जो आए पनि कसैलाई केही कुनै पनि देशमा त्यही हुन्न होला कि, सायद आफ्नो कार्यकालको 90% समय चाहिँ उहाँ चाहिँ यो विदेश भ्रमणमा जानुहुन्छ होइन। सायद अरू देशको भ्रमणमा पनि यही नै होला कि, यही जापानको जस्तै जाने, त्यहाँ भित्र रहेका नेपालीहरूलाई भेटघाट गर्ने। अब उहाँहरूको फाइदा के छ, अब आफ्नो फाइदा के हुन्छ त्यो मात्रै उहाँहरूको गर्नुहुन्छ होला कि। मलाई उहाँको यो भ्रमणले त्यस्तो गर्नुहुन्छ जस्तो लाग्छ कि। तपाईँहरूलाई के लाग्छ गाइज, नेपालको डिप्लोमेसी यति धेरै कमजोर छ कि कुनै पनि देशमा गए पनि कुनै पनि देशले मतलबै राख्दैन कि, चाहे जुनसुकै पोस्टको मान्छे किन नहोस्। त्यही भएर नेपालको यो डिप्लोमेसीलाई एकदम अगाडि बढाउनु पर्छ। अनि गाइज नेपाली मिडियामा जे छापिन्छ नि परराष्ट्र मन्त्रीको भ्रमण, प्रधानमन्त्रीको भ्रमण भनेर एकदम ठुलो तरिकाले छापिन्छ नि होइन, एकदम ठुलै कुरा हुँदै आएको छ। अब ठुलै खालको डिलिङ हुन्छ होला जस्तो लाग्छ। अनि ठुलै खालको एकदम त्यो दुई राष्ट्रबिचको सम्झौता हुन्छ जस्तो लाग्छ नि। अनि त्यही खालकोले चाहिँ जनतालाई चाहिँ भ्रम छरिन्छ नि त, ठुलै पहल हुँदैछ भनेर पत्रिकामा त्यो अनुसार आउँछ। अनि पत्रिका अनलाइनहरू पनि त्यहाँ आउँछ। अनि जनताले के सोच्छ भने हो नेपाल र अब जापानको केही हुँदैछ अथवा नेपाल र अरू देशको कुनै हुँदैछ, केही कुराहरू हुँदैछ भनेर एकदम सोच्छ नि त। त्यो सोच पनि बेकार छ क्या गाइज। उहाँहरू आउने हो यहाँ विदेशमा भएको नेपालीहरूसँग भेटघाट गर्ने, अनि उहाँहरूको फाइदा विदेशीहरूको फाइदा के छ त्यो फाइदाहरू मात्रै हेर्ने, त्योभन्दा बाहेक अरू केही हुन्छ जस्तो लाग्दैन। सायद आफ्नो कार्यकालको 90% समय अथवा 80% समय चाहिँ विदेश भ्रमणमा बिताउनुहुन्छ उहाँहरू होइन। गर्ने काम भनेको चाहिँ विदेशमा गएर दुई देशको
त्यो सम्बन्ध राम्रो बनाउने, दुई देशको विभिन्न सम्झौताहरू गर्ने, डिप्लोमेसीहरूलाई अगाडि बढाउने भयो होइन कि त्यहाँ भएका नेपालीहरू आफ्नो झोलीहरूलाई भेट्ने मात्रै हुन्छ उहाँहरूको काम भनेको। लगभग काम भनेको त्यस्तै हुन्छ होइन। अनि यसरी त कामै छैन कि, सधैँ जो आए पनि केही पनि हुँदैन, कुनै देशको सँगको सम्झौता पनि हुँदैन, अगाडि पनि बढ्दैन र कुनै देशले पत्याउँदैन है गाइज। अनि यो जापानमा रहेको एनआरएनएहरू अनि जापानिज राजदूतहरूको पनि कामै त्यही हो भने गाइज। विशेष त अब नेपालबाट अब राजदूत बन्न पनि अब पार्टीको झोला बोक्नु पऱ्यो अथवा पार्टीलाई चन्दा बुझाउनु पऱ्यो, बेसिकल्ली यही। यो चाहिँ वास्तवमा यो कुरो चाहिँ यो हो, तर भन्न चाहिँ अर्कै भनिन्छ। अनि नेपालबाट आइसकेपछि जापानमा आएर गर्ने काम भनेको चाहिँ जापानसँग सम्बन्ध कसरी बढ्छ, जापानसँग केको यो रिलेसनहरू कसरी अगाडि बढाउने, नयाँ सम्झौता कसरी गर्ने, नेपालतिरलाई फाइदा के भन्ने यहाँको राजदूतहरूलाई केही थाहा छैन कि। उहाँहरू भनेको चाहिँ यहाँ जापान आउने, विभिन्न यो रेस्टुरेन्टको उद्घाटन गर्ने, अनि विभिन्न यो समाजहरू हुन्छ नि, जस्तै स्याङ्जे समाज भने जस्तै, पोखरा समाज भने जस्तै यो समाजमा जाने, पार्टी गर्ने, अनि यो बार्बिक्यू गर्ने, सानो कार्यक्रममा जाने, रिबन काट्ने, उहाँहरूको काम भनेको लगभग त्यस्तै नै हुन्छ गाइज। किनभने अनि यो एनआरएनएको काम भनेको पनि नेपालबाट जापान मान्छे ल्याउने, कलाकारहरू ल्याउने, अनि कहिले स्याङ्जा पोखरा भनेको छ, कहिले पोखरा के समाज भनेको छ, कहिले काठमाडौँ समाज भनेको छ, विभिन्न समाजहरू गठन गर्ने, अनि त्यहाँ जाने, राजनीति गर्ने, अनि त्यसपछि गएर यही पार्टीहरू मात्रै गर्ने। त्योभन्दा बाहेक उहाँहरूको खासै मैले केही देख्दिनँ है। तपाईँलाई केही देख्नु छ भने भन्नु, मैले चाहिँ केही पनि देखेको छैन कि। यसरी चाहिँ अगाडि बढ्दैन, लाटर सुधार सिधा जनता मात्रै ठगिने हो, फर्सिने हो कि भनेर झुक्किने हो। अलिकति बुझेको बाठो मान्छेहरूले, अलिक एनालाइसिस गर्ने मान्छेले यो बुझिसकेका छन् गाइज। छोडिदिउँ गाइज अब यो राजनीतिको कुरा गरेर, नेपालको राजनीति, अब जापानको एनआरएनए, जापानको राजदूतहरू, यिनीहरूको कुरा गरेर कुनै फाइदा पनि छैन। यो प्रसङ्ग चले बेलामा कुरा गरेको मात्रै हो। अब म काम गर्ने चाहिँ यहाँ यता पछितिर हो होइन। अनि आज मौसम पनि एकदमै राम्रो छ, जापानिजहरू सबै घुम्न आएको छन् कि। यो ठाउँ चाहिँ एकदम फेमस छ क्या घुम्नलाई, टोकियो टावरको नजिकै पर्छ। त्यो फोटोहरू खिच्नको लागि पनि एकदम ठाउँ एकदम फेमस छ कि ठाउँहरू। अनि एकदम हावा मस्त चलिरहेको छ। अब बिस्तारै म पनि घरतिर जाने तयारी गर्दैछु गाइज, हेर्दै गर्नु होला। भिडियोहरू कस्तो लाग्छ, मन परेको खण्डमा लाइक गर्नु होला, यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। थ्याङ्क यू फर वाचिङ, सी यू इन नेक्स्ट ब्लग, बाई।